हामी सबैजनालाई हाम्रो प्रभु यीशु ख्रीष्टको नाममा स्वागत गर्न चाहन्छौँ। आज हामी यो दाङ तुलसीपुरबाट आउँदै गर्दाखेरि यो जङ्गलमा हाम्रो एकजना खेमा दिदीको यो सानो एउटा पसलमा हामी आएर यसरी भेटघाट गर्ने क्रममा हाम्रो दिदी पनि विश्वासी हुनुहुनेछ। दिदी जय मसीह, तपाईँलाई स्वागत छ। हामी उहाँसँग एकछिन भेटघाट गऱ्यौँ, कुराकानी गर्दाखेरि हामीलाई धेरै खुसी लाग्यो। अनि हामी दिदीको पसलमा बसेर एकछिन बात गर्दै गर्दाखेरि हामीलाई प्रार्थना गर्ने अगुवाई भयो। अनि हामी यहाँ बसेर हाम्रो पास्टर डेनियल अनि भाइ स्टेफनस, हाम्रो सर यादव सर अनि हामी सँगै बसेर यसरी प्रार्थना गर्ने अवसर मौका पाएका छौँ है। अनि दिदीको छोरी पनि हुनुहुन्छ, छोरी अलि अस्वस्थ हुनुहुन्न, छोरीको लागि हामी प्रार्थना गर्दैछौँ है। हुन्छ, हामी प्रार्थना गरौँ ल। हुन्छ, हामी सबैजना भएर प्रार्थना गरौँ। अन्त्यमा हाम्रो भाइ स्टेफनसले अनि प्रार्थनामा अगुवाई गर्नुहुन्छ है। हस् ल। दयालु जीवी सर्वशक्तिमान परमेश्वर बुवा, स्वर्ग र पृथ्वीको मालिक तपाईँ परमेश्वरलाई यस समय हामी फेरि पनि धन्यवाद चढाउने छौँ। प्रभु तपाईँ परमेश्वरले साँच्चै हामीलाई प्रेम गरिकन यो सुन्दर समय र मौका दिनुभयो। आज हामी खेमा दिदीको यो होटलमा प्रभु यसरी हामी आएर प्रार्थना गर्ने मौका तपाईँ परमेश्वरले हामीलाई जुटाउनु भयो। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउने छौँ। धन्यवाद। अनि विशेष गरी नानीको लागि प्रभु हामी प्रार्थनामा सम्झनेछौँ। तपाईँले आफ्नो छोरीलाई सहायता मद्दत गर्नुहोस्, आशिष दिनुहोस् प्रभु। हरेक खतराहरूबाट, जोखिमहरूबाट प्रभु, ती अन्धकारका शक्तिहरूबाट तपाईँ परमेश्वरले जोगाउनुहोस्, बचाउनुहोस् भनेर हामी तपाईँसँग बिन्ती अनि प्रार्थना गर्नेछौँ। धन्यवाद तपाईँ परमेश्वरलाई। तपाईँ हाम्रो राजाहरूका पनि राजा, हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। तपाईँ याबा थोकरो सृष्टि गर्नुहुने हाम्रो परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउनेछौँ। यो समय, यो घडी तपाईँ परमेश्वर हामीलाई जुटाउनु भएको लागि प्रभु हामी तपाईँलाई धन्यवाद चढाउनेछौँ। दिदीको सानो व्यवसायमा तपाईँ परमेश्वरको आशिष र अनुग्रह भएको छ प्रभु, सहायता मद्दत गर्नुहोस्। धन्यवाद छ यसो राजा, जो प्रभु धन्यवाद। तपाईँ महान परमेश्वर। धन्यवाद, सहायता गर्नुहोस्। ओ प्रभु, आनन्दको जीवन दिनुहोस् तपाईँले प्रभु, प्रशस्त मात्रामा आशिष दिनुहोस्। तपाईँका छोराछोरीलाई प्रभु तपाईँको जीवन र आत्मामा तपाईँको सधैँ सदा सर्वदा महिमा दिने योग्यका छोराछोरी बनाउनुहोस्। म प्रार्थना गर्दछु प्रभु, यो ठाउँका मानिसहरूले तपाईँको वचन पाउन सकुन्। म प्रार्थना गर्दछु प्रभु। धन्यवाद, सहायता गर्नुहोस् प्रभु। धन्यवाद दिन्छौँ महिमाका परमेश्वर तपाईँलाई प्रभु। विशेष गरी यो परिवारको लागि अनि प्रभु दिदी अनि नानीको लागि हामी प्रार्थना गर्छौँ। तपाईँ परमेश्वरले यो महिमाको अवसर दिनुभयो प्रभु। हामी यस ठाउँमा तपाईँको आशिषलाई बोल्दछौँ, तपाईँको सुरक्षालाई बोल्दछौँ, शत्रुका सम्पूर्ण कुराहरूबाट सुरक्षा बोल्दछौँ, सुरक्षा बोल्दछौँ। यस ठाउँमा रहेर प्रभु निरन्तर तपाईँको राज्य विस्तारमा तपाईँको एक चेला बन्नको निम्ति तपाईँले सहायता गर्नुहोस्। तपाईँ परमेश्वरले निरन्तर उहाँहरूलाई प्रभु यस ठाउँमा आउने जाने मानिसहरूलाई प्रभु तपाईँ ख्रीष्टलाई प्रस्तुत गरेर तपाईँको महिमा गर्नको लागि सहायता गर्नुहोस्। सम्पूर्ण कुरा तपाईँको हातमा सुम्पदै माग्छौँ येशू प्रभुको नाममा। आमेन। आमेन। जय मसीह दिदी।